Hello everyone, welcome back to the channel Mayuk. After a very long time, हामीले फेरि एउटा एजुकेसनल भिडियो तपाईँहरूको लागि ल्याएको छौँ. So this one is for grade 12 अहिले भइरहेको एक्जामको लागि कम्प्युटर साइन्सको एक्जाम इज स्टिल येट टु बी डन अनि त्यही एक्जामलाई फोकस गरेर चाहिँ हामी आज जाभा स्क्रिप्ट रिलेटेड प्रोग्राम्सहरू चाहिँ यस भिडियोमा गर्छौँ. जाभा स्क्रिप्टबाट एक्चुअली आउने भनेको 5 मार्क्स मात्रै हो. इट्स नट मोर देन द्याट. अनि जाभा स्क्रिप्ट र पिएचपीबाट चाहिँ अप्सनमा आउँछ. यु क्यान डु एनी वान अफ देम. अब कम्पेरिटिभली मेरो सल्लाह मान्नुहुन्छ भने चाहिँ जाभा स्क्रिप्ट इज वे मोर इजियर देन पिएचपी, किनकि पिएचपीको सिन्ट्याक्सहरू एकदमै धेरै हुन्छ जुन चाहिँ याद गर्नलाई मेमोराइज गर्नुपर्छ. त्यो त्यो बिना सिटीको टेन्सन लिनै परेन. जाभा स्क्रिप्ट एकदमै सजिलो छ, टु द पोइन्ट भन्नुपर्दा है. सो अल टुगेदर 8 to 9वटा मात्र प्रोग्राम हुन्छ एन्ड त्यही प्रोग्रामहरूबाटै एउटा प्रोग्राम 101% स्योर आउँछ. सो लेट्स गेट इन द भिडियो है त. सो फर्स्ट प्रोग्राम चाहिँ हाम्रो के छ भने राइट अ जाभा स्क्रिप्ट कोड टु इनपुट अ नम्बर एन्ड चेक वेदर द एन्टर नम्बर इज इभन अर अड. सो वान थिङ द्याट आई वान्ट टु अनाउन्स इज म जाभा स्क्रिप्टको अगाडिको त बेसिक कुराहरू कुनै पनि बुझाउँदिनँ. यो अपरेटर भने के हो या इभेन्ट्सहरू भने के हो या जाभा स्क्रिप्टको मिनिङ के हो, कसले बनायो, यताउता केही जाँदैन. डाइरेक्टली जे इम्पोर्टेन्ट प्रोग्राम हो त्यो त इम्पोर्टेन्ट प्रोग्रामहरू गरिदिन्छु. एन्ड नोट इट डाउन. म जाभा स्क्रिप्ट गर्दाखेरि चाहिँ वी विल बी डुइङ थ्रु द हेल्प अफ HTML5. HTML5को कन्सेप्टहरू लिएर प्लस जाभा स्क्रिप्टको पुरानो कन्सेप्टहरूलाई मर्ज गरेर चाहिँ हामी यो प्रोग्रामहरू सल्भ गर्नेवाला छौँ. ओके ल, क्वेसन नम्बर 1 हेरिहालौँ. के भनेको छ भने यसमा एउटा नम्बर राख्नुहोस् रे. त्यो नम्बर राखेर त्यो नम्बर चाहिँ इभन हो कि अड हो त्यो चेक गर्नुहोस् रे. अब कसरी थाहा पाइन्छ त कुनै पनि नम्बर इभन हो कि अड हो भनेर? फर्स्ट कुरा त वेन एभर क्वेसन आस्क्स यु टु एन्टर अ नम्बर, त्यो बेला हामीले के बुझ्छौँ भने 0 to 9सम्म नम्बर राख्ने हो भनेर बुझ्छौँ. बट इट्स नट. 0 to 9 भनेको त एउटा एक्चुअल न्युमेरिक भ्याल्यु हो जुन चाहिँ कन्सट्यान्ट रहन्छ है. हामीले युज गर्नु पऱ्यो प्रोग्राममा जहिले पनि भेराइबलहरू होइन त. भेराइबल युज गर्नु पऱ्यो. भेराइबल युज गर्नु पऱ्यो. भेराइबल अनि कस्तो कस्तो खालको भेराइबल हुन्छ, एदेखि जेडसम्मको भ्याल्युलाई चाहिँ भेराइबल भन्छौँ. ओके, अब यो चाहिँ एउटा पकेट जस्तो भयो क्या. यो भित्र गएर हामीले भ्याल्युलाई इन्सर्ट गर्ने काम गर्छ. फर इक्जाम्पल तपाईँलाई चाहिँ नम्बर 7 भन्ने एउटा नम्बर राख्नु मन छ भने अब यो नम्बर 7 नै किन युज गरेर थाहा फर रिजन होइन. अब यो 7 भन्ने नम्बर राख्नु छ अरे भन्ने प्रोग्रामभित्र कसरी राख्ने भन्दाखेरि मानौ ए भित्र राख्दा भयो. ए इज अ भेराइबल जहाँनिर चाहिँ हामीले 7 भन्ने नम्बर चाहिँ डिफाइन गरेको छौँ. अब ए को ठाउँमा जे सुकै राख्नु नि मिल्यो क्या. लु, जे सुकै राख्नु, यसरी राख्नु त मिलेन होइन. ल यसरी चाहिँ राख्दिउँ. ल जे सुकै राख्नु नि मिल्यो, तर यत्रो कम्प्लेक्समा किन हुन्छ नि बनाउँदै जानु. लेट्स किप इट भेरी सिम्पल एन्ड स्विट. ए भन्ने भित्र 7 राख्दिउँ है त. अब यो 7 भन्ने नम्बर चाहिँ इभन हो कि अड हो कसरी थाहा पाइन्छ? रिमाइन्डर थ्योरमबाट या रिमाइन्डर डिभिजनबाट. रिमाइन्डर डिभिजन भने कस्तो? पर्सेन्टेज. यसले के गर्छ? यसले त रिमाइन्डर मात्रै काउन्ट गर्ने काम गर्छ हो. रिमाइन्डर मात्र काउन्ट गर्छ क्या. फर इक्जाम्पल 2ले डिभाइड गर्दैछौँ हामीले, किनकि फर्स्ट डिभिजिबल नम्बर भनेको 2 हो. 1 पछाडि आउने त 2 नै. 1ले त 10लाई डिभाइड गर्दा नि त्यही न्युट्रल नम्बर नै आइपुग्छ. अब 2ले डिभाइड गर्दाखेरि 7लाई 2ले डिभाइड गर्दा कति आउँछ त? रिमाइन्डर आउँछ 1, कोसेन्ट आउँछ 3 होइन त. डिभिजन अब त्यो बच्चावाला डिभिजन मैले सिकाएर पनि जरुरत छ जस्तो मलाई लागेन है. कोसेन्ट कति आयो? कोसेन्ट आयो 3 है त. अनि रिमाइन्डर कति आयो त? रिमाइन्डर आयो 1. सो कोसेन्ट आयो 3, रिमाइन्डर आयो 1. अब हामीले रिमाइन्डर डिभिजन नै किन युज गरेको भन्दाखेरि रिमाइन्डरको आधारमा चाहिँ हामीले इभन हो कि अड हो थाहा पाउँछौँ क्या. कसरी भन्दाखेरि 1 आएछ भने त्यो नम्बर अड भयो, 0 आएछ भने त्यो भने इभन भइदियो क्या. कुनै जुनसुकै नम्बर होस्, जुनैसुकै नम्बर होस्, तपाईँले जुनसुकै नम्बर राख्नुहोस्, त्यसमा 2ले डिभाइड गर्नुहोस् रिमाइन्डर यो डिभिजन युज गरेर. त्यसको रिमाइन्डर 0 आएछ भने इभन, 1 आएछ भने अड. ओके, एकदमै सिम्पल छ है यो कन्सेप्ट बुझ्यो भने चाहिँ. ल प्रोग्राम गर्नतिर जाउँ. सुरुमा त अब हामीले यो HTML5 कै भर्जन लिँदा भयो बेटर चाहिँ, किनकि क्लास 11 अनि HTML5 नै पढ्नु भएको होला धेरै जसोले. क्यापिटल स्मलमा केही फरक परेन, एउटै हो. यसमा त्यो क्यापिटल स्मलको त्यो त्यस्तो साह्रो झन्झट भन्ने कुरा चाहिँ हुँदैन है. ओके, अब यसको टाइटल राखौँ. ट्याग्सहरूलाई धेरै म फोकस गर्दिनँ किनकि ट्याग्सहरू तपाईँहरूले क्लास 11मा पढ्नु भएको होला है. टाइटल जे राख्दा नि भयो. म सिम्पल यहाँ के भनेको छु, क्वेसनले इभन हो कि अड भनेर चेक गर भनेको छ, त्यही चेक इभन अर अड लेखेको छु. ल सिम्पल सिम्पल एकदम नर्मल है त. अब बडी भन्ने ट्याग ओपन गरेर जहाँनिर चाहिँ हामीले प्रोग्रामहरू एक्चुअली गर्छौँ र जाभा स्क्रिप्ट युज गर्दैछौँ भने चाहिँ जाभा स्क्रिप्टलाई इम्बेड गर्नुपर्छ हाम्रो HTML प्रोग्रामभित्र. इम्बेड केले गर्छ? स्क्रिप्ट भन्ने एउटा ट्याग हुन्छ, त्यही ट्यागले चाहिँ इम्बेड गर्ने काम गर्छ है. अघि जसरी के भनेको थियो, एउटा नम्बर इनपुट गर्नु पऱ्यो र त्यो नम्बर इनपुट गरौँ. सपोज एन भन्ने एउटा मैले नम्बर इनपुट गरिदिएँ अरे है. अब यो एन भन्ने नम्बर चाहिँ कस्तो खालको नम्बर त
होइन त्यो पनि त भनिदिनु पऱ्यो नि त। यहाँ जस्तै भेरिएबलहरू इनपुट गर्नु छ भने दुईटा फङ्सन छ जाभास्क्रिप्टमा भेरिएबल इनपुट गर्नलाई। एउटा चाहिँ varले उयो गर्छ, रिप्रेजेन्ट गर्छ, अर्को चाहिँ लेटले। लेट भनेको चाहिँ मोडर्न भयो, मोडर्न वे अफ उयो प्रोग्रामिङ भयो। var भनेको चाहिँ अलिकति पुरानै भनौँ न, बट स्टिल इन युज है त। ओके, मैले यहाँ के लेखिदिएँ भने भेरिएबल भन्ने एउटा युज गरेँ, कहाँ गयो फेरि, भेरिएबल भन्ने युज गरिरहेको छौँ अनि एन भित्र गएर चाहिँ हाम्रो स्टोर गर्यो है। एउटा एन भन्ने चाहिँ भेरिएबल हो भनेर लिदियो। अब एन भन्ने भित्र चाहिँ भ्याल्यु मागौँ होइन, भ्याल्यु मागौँ। त्यो भ्याल्यु माग्नलाई हामी सिम्पल के लेख्छौँ यहाँनिर, एन्टर द नम्बर भनेर लेख्छौँ ल। एकदमै सिम्पल, एकदमै सिम्पल है त। एन्टर द नम्बर, युजरलाई त माग्यो नि त अहिले हामीले त, एन्टर द नम्बर। अब यो नम्बर चाहिँ कस्तो खालको नम्बर त होइन, यो नम्बर त माग्नु पऱ्यो नि त युजरबाट त। माग्नको लागि चाहिँ एउटा बक्स चाहियो, पैसा चाहिँ हात हल्लाउँदै फनफनाउँदै उयो गर्दा हिँड्नु भएन, गोजीमा त हाल्नु पऱ्यो नि त। हो त्यो गोजी मागौँ, त्यो बक्स मागौँ। त्यो बक्स कसरी मागिन्छ, प्रम्प्ट भन्ने एउटा फङ्सनले चाहिँ जाभास्क्रिप्टमा बक्स क्रिएट गर्छ, एउटा पपअप गर्छ क्या, बक्सलाई पपअप गर्छ यसले। ओके, अब यो बक्स त माग्यौँ हामीले होइन, नम्बर पनि राख्ने त भन्यो, एकदमै कन्सेप्ट क्लिन भइरहेछ अहिलेसम्म हाम्रो। तर त्यो नम्बर चाहिँ कस्तो खालको नम्बर त, हामीसँग त दुईवटा खाले नम्बर भनेर पढ्यो नि त हामीले त जाभास्क्रिप्टमा होइन। एउटालाई चाहिँ हामीले इन्टिजर नम्बर भन्छौँ, अर्कोलाई चाहिँ हामीले फ्लोट नम्बर भन्छौँ भनेर पढ्यो। अब त्यो कस्तो खालको नम्बर त, अब फर इक्जाम्पल यो एन्टर द नम्बर भनेर लेखाएको छ, अब हाम्रो इनपुटमा पनि एन्टर द नम्बर भनेर आउँछ नि त। टेक्स्टलाई त केमा कन्भर्ट गर्नु पऱ्यो, न्युमेरिक भ्यालुमा कन्भर्ट गर्नु पऱ्यो। कस्तो न्युमेरिक भ्यालु, फर इक्जाम्पल मलाई चाहिँ इन्टिजर नम्बर राख्नु भन्छ अरे, इन्टिजर नम्बर राख्नु छ भने आइएनटी लेखिदिने। अब त्यो टेक्स्टलाई चाहिँ नम्बरमा कन्भर्ट गर्नु छ भने के गरिदिने, पर्स आइएनटी लेख्छ नि। यो पर्सको फङ्सनले चाहिँ के गरिदिन्छ भन्दाखेरि हाम्रो दिएको यो के अरे स्ट्रिङलाई चाहिँ न्युमेरिक भ्यालुमा कन्भर्ट गर्ने काम गर्छ। जे नम्बर हाल्यो त्यही नम्बरमा चाहिँ कन्भर्ट गर्ने काम गर्यो। सिम्पल कुरा, एन भनेर एउटा भेरिएबल डिफाइन गरेँ यहाँनिर हो, यो लाइन नम्बर 9मा, लाइन नम्बर 10मा युजरसँग त्यो भ्याल्यु माग्यो, एउटा डायलग बक्स क्रिएट गरेर है, जुन चाहिँ प्रम्प्ट फङ्सनले गर्यो। अब नम्बर हालेपछि हामीलाई क्वेसनले सिम्पल के भनेको छ, चेक वेदर द इन्टर नम्बर इज इभन अर अड। सिम्पल। अब त्यो आज कसरी गरिन्छ, यदि होइन त, यदि त्यो नम्बरलाई रिमाइन्डर डिभिजन अनुसार 2ले डिभाइड गर्दाखेरि त्यसको एन्सर 0 आएछ भने, सपोज होइन त, यो इफ फङ्सनवाला त हामीले सी प्रोग्राममा नि एउटै पढेको, जाभास्क्रिप्टमा नि एउटै हुन्छ। सो वान अफ द थिङ इन जाभास्क्रिप्ट इज, जाभास्क्रिप्ट पनि एउटा केस सेन्सिटिभ ल्याङ्ग्वेज हो। स्क्रिप्टदेखि स्क्रिप्टसँग लेट्स नट राइट यो के अरे क्यापिटल लेटर्स है। अब तैँले त यहाँ लेखाएको छ त, ई क्यापिटल लेखाएको छ, तैँले यहाँ आई पनि क्यापिटल लेखाएको छ भने कतिको मनमा आइसक्यो क्या होइन। यो डायलग बक्सभित्र लेख्दाखेरि, यो डबल कोटेसन मार्कभित्र लेख्दाखेरि चाहिँ केही फरक परेन। यो पर्स आइएनटीमा चाहिँ यो चाहिँ फङ्सन नै हो, यो फङ्सन नै उनीहरूले क्यापिटल लेटरमा बनाए, सो इट डजन्ट म्याटर। तर बाँकी चाहिँ क्यापिटल लेटरमा लेख्न पाएन। ओके, लेट्स गेट ब्याक टु द टपिक। कुनै पनि नम्बरलाई रिमाइन्डर डिभिजन अनुसार 2ले डिभाइड गर्दाखेरि त्यसको भ्यालु 0सँगै इक्वल आएछ भने, इक्वल देखाउनको लागि त डबल इक्वल टु चाहियो। एउटा मात्र इक्वल टु गरेछ भने त के हुन्छ, त्योभित्र भ्याल्यु इन्सर्ट गरेर जस्तो बुझिन्छ। ओके, आएछ भने 0 आएछ भने के प्रिन्ट गर्नु पऱ्यो, प्रिन्ट भनेर लेख्न पाइँदैन जाभास्क्रिप्टमा। जाभास्क्रिप्टमा प्रिन्ट गर्नको लागि हामी के युज गर्छौँ, डकुमेन्ट डट राइट भन्ने फङ्सन युज गर्छौँ। के प्रिन्ट गर्नु पऱ्यो, त्यो त इभन नम्बर हो भनेर प्रिन्ट गर्नु पऱ्यो नि त होइन। सिम्पल, इभन नम्बर हो भनेर प्रिन्ट गर्नु पऱ्यो। तर होइन, अब यसलाई पनि एकदमै प्रपर वेमा लेख्नु छ भने के गरिदिनु भने स्ट्रिङ कन्काटिनेसन युज गर्ने। एन भन्ने नम्बर चाहिँ इभन नम्बर हो, यो प्लसले के गरिदियो, यो प्लस भनेको चाहिँ स्ट्रिङ कन्काटिनेसन भइदियो क्या। यसले चाहिँ के गर्छ भन्दाखेरि यो स्ट्रिङ र यो पछाडिको स्ट्रिङलाई चाहिँ जोड्ने काम गर्छ है। जस्तै म्याथमेटिकली बुझ्यो भने के हुन्छ, ए प्लस बी भनेको के हो, ए र बीको दुईवटा भ्यालु चाहिँ जोड्ने भनेर बुझिन्छ होइन। तर प्रोग्रामिङमा चाहिँ स्ट्रिङ कन्काटिनेसन ए प्लस बी गरिदियो भने एबी भइदियो क्या। सिम्पल, एकदमै सिम्पल हो नि त, केही गाह्रै छैन। ओके, हामीले यहाँ के गर्यो भन्दाखेरि यदि एनलाई चाहिँ पर्सेन्टेज डिभिजन अनुसार होइन, या सरी रिमाइन्डर डिभिजन अनुसार चाहिँ 2ले डिभाइड गर्दा 0 आएछ भने त्यो नम्बर एन भन्ने नम्बर चाहिँ इभन नम्बर हो भनेर प्रिन्ट गरिदिउँ। वाट इफ होइन अरे, सधैँ केसमा त 0 आउँदैन होला, एल्स नभए के हुन्छ त त्यो नम्बर। अफकोर्स यो इभन नभयो भने त अडै त हुने हो होइन। एन प्लस इज अड नम्बर, सक्यो त, सिम्पल इजी छ त नि। ल, एउटा प्रोग्राम सक्यो त, इभन हो कि अड भनेर। यो 2081मा आएको क्वेसन हो, मोस्ट प्रोबेबली यसपालि पनि सोधिन्छ कि जस्तो लागिरहेछ मलाई चाहिँ, किनकि यो पालि कि त यो कि त फ्याक्टोरियल आउँछ होला। एकदमै सिम्पल छ। होइन त, याद गर्नु पनि के हो भने स्क्रिप्टदेखि स्क्रिप्टसम्म त याद गर्नुपर्ने हो नि, बाँकी त सेम त हो नि। बाँकी यो टाउकोहरू त सबै सेम हुन्छ कि, क्लास 11 पनि पढेको, क्लास 12 पनि एकदम इजी छ यिनीहरू त। ओके, यो भयो विदाउट युजिङ फङ्सन है त।
यो क्वेसन नम्बर 1 हामीले यो भर्खरै जे गर्यो नि हैन, यो चाहिँ विथआउट युजिङ फंक्सन गर्यो। अब फंक्सन युज गरेर चाहिँ कस्तो हुन्छ? कहिलेकाहीँ यो क्वेसनमा चाहिँ कस्तो राखिदिन्छ नि, फर एक्जाम्पल क्वेसन नम्बर 2 लेख्दिउँ यहाँनिर हैन। यहाँनिर चाहिँ युजिङ फंक्सन भनेर नि आइदिन्छ ल। जाभास्क्रिप्टमा नि फंक्सन युज गरेर चाहिँ गर है भनेर आइदिन्छ। कसरी गर्ने त? एकदम सिम्पल। कन्सेप्ट त्यही भइहाल्यो, प्रोग्रामिङ त कुनै पनि चेन्ज हुँदैन हैन। स्क्रिप्ट पछाडि आउने, स्क्रिप्ट पछाडि फंक्सनलाई डिफाइन गरिदिने। फंक्सन डिफाइन गर्ने कसरी? फंक्सन लेखिदिने अनि फंक्सनको नाम लेखिदिने के। फंक्सन लेखिदिएपछि फंक्सनको एउटा नेम लेखिदिनु पर्यो। कुरो बुझ्यो नि हैन? अब फंक्सनको नेम जे दिँदा नि भयो। जस्तै अहिले मैले सिम्पल बनाइदिउँ, हरेक प्रोग्राममा चेक लेखिदिनु ल। के पनि फरकै परेन। अनि एउटा ओपन ब्रेसेस छोडिदिनु, सो द्याट यो ओपन ब्रेसेसभित्र चाहिँ बाँकी सबै काम हुन्छ क्या। हामीले सी प्रोग्राममा पढायो होला नि, मेन फंक्सनमा चाहिँ ओपन ब्रेसेस छोडिदिन्छ नि, त्यस्तै हो। अब के गरिदिने? यहाँबाट एउटा प्यारेन्थेसिस ओपन गरिदिने, जहाँनिर चाहिँ हाम्रो एक्चुअली फंक्सन सुरु हुन्छ र कहाँ गएर क्लोज गरिदिने? ठ्याक्कै हाम्रो प्रोग्राम सकिनुभन्दा अगाडि, सरी प्रोग्राम सकेपछि हैन। प्रोग्राम होल जति प्रोग्रामहरू गरेछ सबै त्यहीँनिर गएर राखिदिने। फंक्सन डिफाइन गरिदियो, प्यारेन्थेसिस ओपन गर्यो, प्रोग्राम क्लियरली लेख्यो। यहाँनिर देख्न सक्नुहुन्छ लाइन नम्बर 11 देखि लाइन नम्बर 20 सम्म हामीले प्रोग्राम लेख्यो। फंक्सनको प्यारेन्थेसिसलाई यहाँ आएर सकाइदियो। अब फंक्सन युज गरेपछि फंक्सनलाई क्लोज पनि गर्नु पर्यो। चेक लेख्नुहोस्, त्यही अघिको ब्राकेट लेख्नुहोस्, अनि त्यसपछि स्टेटमेन्ट टर्मिनेटर लेखिदिनुहोस्, सक्यो त, युजिङ फंक्सन। सो फंक्सन भयो भने चाहिँ कतिवटा लाइन थप्नु पर्यो? 4वटा लाइन थप्नु पर्यो यदि युजिङ फंक्सन भनेर आएछ भने चाहिँ हैन। फंक्सन र उसको नाम, त्यसपछि अनि ओपन ब्रेसेस छोडिदिनु, प्यारेन्थेसिस लेख्नु, अनि त्यसपछि फेरि फंक्सनको नाम र ओपन ब्रेसेसलाई स्टेटमेन्ट टर्मिनेटर युज गरेर फेरि क्लोज गरेर फंक्सन डिक्लेयर र फंक्सन एन्ड पनि भयो त्यहीँनिर। बाँकी त एज इट इज नै भयो। जुन विथआउट फंक्सन र युजिङ फंक्सनमा फरक भनेको त्यही 4वटा लाइनको मात्र भयो हैन त। सो यो क्वेसन एकदमै सजिलो छ है, आउन सक्ने चान्सेस पनि एकदम धेरै छ। एउटा नम्बरलाई इनपुट गर्ने र त्यही नम्बरलाई चाहिँ यो इभन हो कि अड हो भनेर चेक गर्नु पर्यो। एकदम सिम्पल हैन त, के गाह्रो छ त यसमा? ओके, लेट्स गेट ब्याक टु अनदर क्वेसन है त। अब अर्को क्वेसनतिर जाउँ। अर्को क्वेसन रहेको छ हाम्रो क्वेसन नम्बर 3। Write a JavaScript code to input a number and check whether the entered number is, यसो गरौँ, entered number is positive, positive, negative or neutral. पोजिटिभ हो कि नेगेटिभ हो कि न्युट्रल हो त? अब त्यो नम्बर राख्नु रे, अनि त्यो नम्बर चाहिँ पोजिटिभ हो कि नेगेटिभ हो कि न्युट्रल हो, त्यो चेक गर्नु भनेको छ क्वेसनले हैन। एउटा नम्बर त राख भनेको छ नि हामीलाई, नम्बर त भनेको छ। अब त्यही नम्बर राखौँ ल, एन भन्ने एउटा नम्बर राखौँ हैन। सेम वेमा नम्बर माग्ने, सेम वेमा नम्बर माग्ने त कुनै डिफ्रेन्सै हुँदैन। अब कुनै पनि नम्बर पोजिटिभ हो कि नेगेटिभ हो कि जिरो भनेर कसरी थाहा पाइन्छ? एउटा लाइन ग्राफको थ्रुबाट। यदि कुनै पनि नम्बर चाहिँ 0 भन्दा माथितिर गएछ भने त के नम्बर भयो? पोजिटिभ नम्बर। 0 भन्दा तलतिर आएछ भने त के नम्बर भयो? नेगेटिभ नम्बर। अब माथि 0 भन्दा माथितिर नि गएन छ, 0 भन्दा तलतिर नि गएन छ भने त बिचमा अड्यो। त्यो बिचमा अड्डेको नम्बरलाई हामीले के भन्नु मिल्यो त नि? न्युट्रल, 0 नम्बर भयो। हेर्नु त के भयो? यदि त्यो नम्बर चाहिँ 0 भन्दा ठुलो रहेछ भने त्यो नम्बर चाहिँ के भयो? पोजिटिभ नम्बर भयो है। यसमै एडिट गर्दैछु, एकदम सिम्पल छ। पोजिटिभ नम्बर हैन, एल्स इफ, किन अहिले हामीले 3टा उयो युज गर्नु परेछ, के अरे इफ स्टेटमेन्ट युज गर्नु परेछ। एल्स इफ एन चाहिँ 0 भन्दा सानो भएछ भने के भयो त्यो नम्बर? त्यो नम्बर भयो नेगेटिभ। यहाँ नेगेटिभ भनेर लेखिदिउँ। यो पनि हैन र ल, पोजिटिभ नि भएन नेगेटिभ नि भएन भने लास्टमा के भयो त? अब त्यो न्युट्रल नम्बर भयो। डकुमेन्ट डट राइट एन्ड प्लस, प्लसको मिनिङ बुझ्नु भयो, स्ट्रिङ कन्कर्डिनेसन हो भनेर। न्युट्रल नम्बर, सिम्पल। ल सक्यो त। अब फंक्सन यो चाहिँ विथआउट फंक्सन भयो हैन। अब वाट इफ विथ फंक्सन युज गर्नु छ भने के गर्ने? सेम यहाँ आउने, फंक्सनको नाम लेख्दिने स्क्रिप्ट पछाडि हैन। फंक्सन नाम मैले अघि भनिहालेँ, हरेक प्रोग्राममा चेक लेख्दाखेरि सजिलो हो तपाईँलाई। त्यो बारम्बार किन टाउको दुखाइरहनु अनेक नामहरू सोचेर। अनि स्क्रिप्टको माथिपट्टि आउने, या प्रोग्राम जहाँनिर एन्ड हुन्छ त्यहाँनिर लेखिदिने, अनि चेक लेखिदिने, यो ब्रेसेसलाई क्लोज गरिदिने, स्टेटमेन्ट टर्मिनेटर युज गरेर फंक्सन पनि एन्ड भयो। सिम्पल, कति सिम्पल छ। यो क्वेसन नम्बर 4 भयो त, यो युजिङ फंक्सनवाला चाहिँ हैन त। ओके ल, अब अर्को क्वेसन गरौँ। यो लास्ट इयर सोधेको वाला क्वेसन, त्यो 3टा नम्बर हाल्ने हैन, टु इनपुट एनी 3 numbers and display the greatest one. Greatest smallest, अब त्यो साइन मात्र चेन्ज हो है, ग्रेटेस्ट वान
के भनेको छ एउटा जाभास्क्रिप्ट प्रोग्राम लेख्नु भनेको छ जहाँ 3टा नम्बर हाल्नु रे अनि ग्रेटेस्ट चाहिँ उयो डिस्प्ले गर्नु भनेको छ ल टाइटलमा यहाँनिर म ग्रेटेस्ट भनेर लेखिदिन्छु होइन सिम्पल जे लेख्दा नि भयो अब यो पनि फङ्सन युज गरेर गरिदिन्छ है त ओके 3टा नम्बर हाल्नु भनेपछि अब के गर्नु पऱ्यो मैले 3टा नम्बर हालेँ भेरिएबल ए बी र सी कति सिम्पल एबिसी होइन त अब यहाँनिर हामीले के गर्यो ए भनेर राख्यो एन्टर द फर्स्ट नम्बर होइन बी लेख्छौँ यहाँनिर अलिक स्पेस क्रिएट भएछ सेम यसलाई नै कपी गरौँ न यहाँनिर के फर्स्ट नम्बरको ठाउँमा लेखिदिउँ सेकेन्ड नम्बर किनकि 3टा डिफ्रेन्ट नम्बर भनेपछि त 3टा डिफ्रेन्ट नम्बरै हाल्नु पऱ्यो अनि सी भन्ने एउटा नम्बर क्रिएट गरौँ यसलाई चाहिँ हामी नम्बर दिउँ थर्ड नम्बर है त सिम्पल एकदमै धेरै सिम्पल है 3टा नम्बर हाल भनेको छ एबिसी हामीले एबिसी नै राख्यो फर्स्ट नम्बर सेकेन्ड नम्बर थर्ड नम्बर है ओके अब यो 3टा नम्बर मात्रै ग्रेटेस्ट नम्बर कसरी थाहा पाइन्छ है त यदि ए भन्ने नम्बर चाहिँ बी भन्दा ठुलो र होइन ए भन्ने नम्बर चाहिँ सी भन्दा ठुलो भयो भने त अभियसली ए नै ठुलो हो नि त तर यहाँ मैले र भन्ने शब्द राख्दिनँ होइन क्या र भनेको हामीले इङ्ग्लिसमा ट्रान्सलेट गर्दा के हुन्छ एन्ड भन्ने फङ्सन हामीले कसरी युज गर्छौँ 2टा एम्परसेन्ट युज गरेर के भइदियो यहाँ यदि ए भन्ने नम्बर चाहिँ बी भन्दा ठुलो भएछ र त्यो ए भन्ने नम्बर चाहिँ सी भन्दा ठुलो भएछ भने अभियसली ए नै त ठुलो नम्बर भयो नि ए इज द ग्रेटेस्ट नम्बर चाहिँ अलरेडी आइसकेको रहेछ ल कुरो क्लियर भयो यहाँसम्म एकदम सजिलो छ है होइन एल्स यो पनि भएन अरे फर इक्जाम्पल हामीले कसरी भ्याल्यु दिएको छ अरे भने एको चाहिँ भ्याल्यु 8 छ अरे होइन अनि बीको चाहिँ भ्याल्यु 7 छ अरे अनि सीको चाहिँ भ्याल्यु 9 छ अरे ल अब यो दिएको नम्बर अनुसार त फर इक्जाम्पल एको भ्याल्यु त बीको भन्दा ठुलो भयो यो करेक्ट भयो हेर्नु है यो करेक्ट भयो अब एन्डले के गर्छ एन्डले त दुइटै दिएको जति पनि इनपुट छ सबै इनपुटलाई के गर्छ करेक्ट मार्क्स छ नि त होइन ट्रु मार्क्स छ नि त इन अर्डर टु टेक अप ट्रु रिजल्ट हामीले यो के अरे लास्ट इयर क्लास 11को यसमा नि पढेको एन्ड अपरेटरमा नि पढेको नम्बर सिस्टम पढ्दाखेरि एन्ड अपरेटरको काम नै के हो रिटर्न्स ट्रु रिजल्ट वेन गिभन अल इनपुट आर ट्रु वान फल्स इनपुट रिजल्ट्स फल्स आउटपुट 100वटा इनपुट दिनुभएको छ त्यसमा एउटा मात्र इनपुट पनि फल्स छ भने 99वटा ट्रु छ भने त्यसको रिजल्ट चाहिँ के नै आउँछ फल्स नै आउने भयो अब यसमा त्यही नै भयो त क्या ए इज ग्रेटर देन बी मिल्यो 8 इज ग्रेटर देन 7 मिल्यो तर यहाँ ए इज ग्रेटर देन सी त के भयो 8 इज ग्रेटर देन 9 यो त फल्स भयो नि त अब यो स्टेटमेन्ट एक्जिक्युट नै गर्दैन क्या अब यो स्टेटमेन्ट एक्जिक्युट गरेर भने अर्को स्टेटमेन्टतिर जाने बी इज ग्रेटर देन ए र बी इज ग्रेटर देन सी यो दुइटै मिलेन यहाँनिर त होइन यो दिएको नम्बर अनुसार त दुइटै मिलेन नि त यो नम्बर फेरि दिने होइन है आफैले यो नम्बर चाहिँ दिनु पर्दैन सो कन्डिसन मात्र राखिदिएको क्या सिम्पल हामीले यहाँ ए भयो यदि मिलेछ भने बी इज द ग्रेटेस्ट नम्बर भनेर आउनु पर्यो होइन अब यो पनि भएन अन्तिममा के गर्नु पर्यो यहाँनिर भन्दाखेरि सी प्लस इज द ग्रेटेस्ट नम्बर भनेर आइदिन्छ जुन अहिले हामीले दिएको नम्बरमा चाहिँ ट्याक्कै मिल्यो ए सी त 9 हो नि त यो फर्स्ट कन्डिसन पनि मिलेन भने सेकेन्ड कन्डिसनतिर जान्छ इफ अर्को एल्स इफ कन्डिसनतिर होइन त्यो एल्स इफ कन्डिसन नै मिलेन भने लास्टमा एल्स कन्डिसनतिर जाने भयो यो मैले विथ युजिङ फङ्सन गरिदिएको छु ल विदाउट युजिङ फङ्सन त तपाईँहरूले बुझ्नुभयो के हटाउनु पर्छ भनेर है ओके यो चाहिँ लास्ट इयर सोधेको क्वेसन थियो आई गेस यो हो कि स्मलेस्ट सोधेको थियो म त्यसमा अलिकति कन्फ्युज भएँ होइन ओके अब अर्को क्वेसनतिर लागौँ होइन अर्को क्वेसन चाहिँ हाम्रो के छ भने राइट द जाभास्क्रिप्ट कोड टु इनपुट एनी 2 नम्बर्स दुईवटा नम्बर राख अरे अनि दुईवटा नम्बर राखेर चाहिँ के भनेको छ नि त्यो नम्बरको चाहिँ भ्याल्यु चेन्ज गरेर स्वाप गर भनेको छ कि फर इक्जाम्पल एको भ्याल्यु चाहिँ 10 थियो र बीको भ्याल्यु चाहिँ फर इक्जाम्पल है बीको भ्याल्यु चाहिँ 20 थियो भने अब स्वाप गरेपछि के हो आफ्टर स्वापिङ के हुन्छ एको भ्याल्यु चाहिँ 20 हुन्छ र बीको भ्याल्यु चाहिँ कति हुन्छ 10 भइदियो क्या कुरो बुझ्यो नि स्वाप गर्नु पऱ्यो क्या ठ्याक्कै चेन्ज गरिदिनु पऱ्यो इन्टरचेन्ज गरिदिनु पऱ्यो है ओके अघि जस्तो अब हामीले के गर्नु पऱ्यो यो सबै हेडिङ ट्यागहरू त ट्याग राख्नै पऱ्यो होइन सिम्पल त्यति नै हो HTML हेड त्यसपछि नो वरिज है त्यो केही फरकै परेन टाइटल टाइटल अब के लेखिदिउँ स्वापिङ लेखिदिउँ न सिम्पल हो नि किन टाउको दुखाइरहनु अब बडी ट्याग ओपन गरौँ अनि त्यसपछि स्क्रिप्ट ट्यागभित्र हामीले काम गर्छौँ भनेको थियो है होइन त ओके ल अब के गर्नु पर्यो भन्दाखेरि स्वाइप गर्नको लागि हामीलाई दुईवटा भ्याल्यु चाहियो सुरुमा त दुईवटा भ्याल्यु लिउँ भेरिएबल ए र बी है एकदम सिम्पल भेरिएबल
बोल्ड यसले बोल्ड भनेर बुझ्यो क्या यो उयोले कोड रिडरले। ओके ल एरा भेरिएबल ए र बी लियो अब त्यो ए भन्ने नम्बर पनि मागौँ। कसरी मागिरहेको थियो हामीले पर्स आइएनटी युज गरेको थियो प्रम्प्ट भनेर किन दिएको थियो हामीले प्रम्प्ट भनेको बक्स क्रिएट गर्नको लागि होइन त। बक्स क्रिएट गर्नको लागि चाहिँ हामीले दिएको थियो एन्टर द नम्बर लेट्स चाहिँ एन्टर द फर्स्ट नम्बर दिउँ होइन त अझै क्लियर होस् न। प्यारेन्ट यो के अरे स्टेटमेन्ट टर्मिनेटर युज गरेर यसमा बीमा पनि सेम पर्स आइएनटी प्रम्प्ट अनि त्यसपछि के लेख्नु पऱ्यो यहाँ एन्टर द सेकेन्ड नम्बर सिम्पल। अब ए को भ्यालु बीमा बीको भ्यालु एमा दिने चाहिँ कसरी त मैले मानौ फर इक्जाम्पल ए इक्वल्स टु बी लेखिदिएँ अरे यहाँनिर है अनि तलपट्टि बी इक्वल्स टु ए लेखिदिएँ अरे सपोज। अब के हुन्छ त अघिको दिएको एक्जाम्पल अनुसार के थियो अघिको दिएको एक्जाम्पल अनुसार ए को भ्यालु 10 थियो र बीको भ्यालु कति थियो 20 थियो होइन त। अब यहाँ के हुन्छ ए इक्वल्स टु बी ए भित्र चाहिँ बीको भ्यालु इनपुट गर भनेको छ। अब ए भित्र चाहिँ बीको भ्यालु इनपुट गर्नु साथै ए को भ्यालु यहाँ आएपछि 20 भइदियो होइन त किनकि बी त 20 छ होइन अनि एमा चाहिँ हामीले बीको भ्यालु राख भनेको छ हामीले ए भित्र बीको भ्यालु राख्यो जुन चाहिँ 20 हो क्लियर। अब के भनेको छ बी भित्र ए को भ्यालु राख भनेको छ बी भित्र ए को भ्यालु अहिले ए को भ्यालु कति छ त 20 छ नि त एक्जिस्टिङ भ्यालुलाई हेर्ने हो नि त पहिला कति भ्यालु भनेर त्यसले हेर्दैन कि अहिले एक्जिस्टिङ भ्यालु चाहिँ कति छ त नि अहिले एक्जिस्टिङ भ्यालु ए को त 20 छ सो ए को 20 हुन्छ त बी को नि कति भइदियो 20 भइदियो स्वाप भयो त स्वापै भएन। अब के गरिदियो भने एउटा अननोन भेरिएबल डिफाइन गरिदियो ल टेम्पोररी भेरिएबल भनौँ न जसलाई चाहिँ म टेम्प भनेर एउटा अर्को भेरिएबल डिफाइन गरिदिन्छु। यो अब टेम्प भन्ने भेरिएबल चाहिँ किन डिफाइन गरेको भन्दाखेरि हामीले त्यो पछि गएर उयो भ्यालुलाई चाहिँ उयो गर्न सक्छौँ क्या भ्यालुले समाएर बस्न सक्छ एउटाले चाहिँ मानौ म टेम्पोररी भित्र ए को भ्यालु दिन्छु है अनि ए भित्र बी को भ्यालु दिन्छु र लास्टमा गएर बी भित्र चाहिँ टेम्पोररीको भ्यालु दिन्छु। अब यसमा हुन्छ चाहिँ के त नि मानौ ए को भ्यालु 10 बी को भ्यालु 20 छ भने टेम्पोररी भित्र कति जानेको भ्यालु अब टेम्पोररी भित्र भ्यालु जाने भयो 10 भनेर जाने भयो होइन त। ए भित्र बी को भ्यालु राख भनेर चाहिँ ए को भ्यालु भन्नुभयो 20 र बी भित्र टेम्पोररीको भ्यालु भनेछ यानि कि बी भित्र अब टेम्पोररी भ्यालु कति छ अहिले 10 राख्थ्यो यो चेन्ज भइदियो त नि स्वाप भयो त सिम्पल। के थप्यो हामीले एउटा टेम्पोररी भेरिएबल मात्र थपिदिएको हो एकदम इजी भयो क्या कुरो बुझ्यो नि। सो अब के गरौँ यसलाई प्रिन्ट गरौँ कहाँ गयो त्यो यसलाई चाहिँ हटाउँ यो न्युमेरिक भ्यालुहरू चाहिएन होइन। ओके अब ए को भ्यालु पनि प्रिन्ट भयो बी को भ्यालु पनि प्रिन्ट भयो अब यसलाई के अरे सरी चेन्ज भयो अब यसलाई प्रिन्ट गरिदिउँ डकुमेन्ट अर राइट फङ्सन युज गर्छौँ हामी होइन यसलाई प्रिन्ट गर्न कि अब एउटा सानो ल्याङ्ग्वेज पनि राखिदिउँ ल आफ्टर एसडब्लुएपिपिएन्स आफ्टर स्वापिङ भनेर राखिदिउँ है आफ्टर स्वापिङ ए इक्वल्स टु अब यो चाहिँ के दिएको भने मैले एउटा फर्मेट क्रिएट गरिदिएको ल अलिकति क्लियर आओस् भनेर ए प्लस एन्ड बी इक्वल्स टु प्लस बी। अब यसले के हुन्छ भन्दाखेरि आफ्टर स्वापिङ भनेर आउँछ ए को भ्यालु चाहिँ ए अहिलेको ए को भ्यालु हुन्छ यानि कि 20 भनेर आउँछ होइन एन्ड बी इक्वल्स टु अहिलेको बी को भ्यालु यानि कि 10 भनेर आइदियो सिर्फ ल्याङ्ग्वेज मात्रै एउटा क्रिएट गरेको हो क्या एकदमै सिम्पल। र के यहाँ क्लोज गर्नु पऱ्यो स्क्रिप्ट भन्ने क्लोज गर्नु पऱ्यो सिम्पल। ओके एड पनि मिलाइदिइहाल्नु मैले नै ल अब यसले स्वाप गर्यो यो चेन्ज गर्ने भयो क्या ल यो क्वेसनलाई एकचोटि रिमुभ गरेँ हेरौँ है यसलाई सेभ गरौँ अनि रन गरौँ यसलाई एकचोटि। ओके एन्टर द फर्स्ट नम्बर भनेर माग्यो हामीलाई मानौँ मैले 10 दिएँ अर्को एन्टर द सेकेन्ड नम्बर 20 दिएँ अरे। अब हामीलाई चाहिएको के थियो भन्दाखेरि आफ्टर स्वाइपिङ ए इक्वल्स 20 बी इक्वल्स टु 10 चाहिएको चाहिँ त्यही नै भयो है यो स्क्रिनको उयोले गर्दाखेरि आफ्टर चाहिँ देखिएन छ नो वरिज अन द्याट है त। ओके ल यो भयो स्वाइपिङवाला होइन। अब यसमा वाट इफ मैले फङ्सन युज गरेँ भने के हुन्छ अब यहाँ सपोज युजिङ फङ्सन भनेर आइदिन्छ क्या घरिघरि चाहिँ युजिङ फङ्सन भनेर आइदिन्छ के गर्ने सिम्पल स्क्रिप्ट पछाडि के लेखिदिने फङ्सन लेखिदिने नाम लेखिदिने मानौ मैले चेक भनेर नाम दिएँ हो क्लियर प्यारेन्थेसिस ओपन गरिदिने अनि यहाँ स्क्रिप्टभन्दा माथिपट्टि के गरिदिनु पऱ्यो अरे स्क्रिप्टभन्दा माथिपट्टि प्यारेन्थेसिसलाई क्लोज गरिदिने अनि त्यसको तलपट्टि फङ्सनलाई नै बन्द गरिदिने विथ द स्टेटमेन्ट टर्मिनेटर। यहाँ फङ्सन डिफाइन भयो लाइन नम्बर 9मा ट्याक्कै यहाँनिर लाइन नम्बर 19मा गएर हामीले फङ्सनलाई क्लोज गऱ्यौँ। ओके सिम्पल त छ त नि यो युजिङ फङ्सन भइहाल्यो होइन सिम्पल नाम त जे राख्दा नै भयो मैले अघि के भनेको थिएँ भन्दाखेरि नामहरू बिर्सिन्छ भनेर यो चेक चाहिँ सजिलो हुन्छ भने याद गर्न सजिलो हुन्छ भने फङ्सनमा जहिले पनि चेक युज गर्दा भयो है तपाईँहरूलाई झन् सजिलो। ओके लेट्स हेड टुवर्ड्स द अनदर प्रोग्राम।
Write the JavaScript code to input a number and display the FSCTORIL factorial of that number. ओके अर्को क्वेसन चाहिँ के छ भन्दाखेरि हामीसँग यहाँ राइट अ प्रोग्राम इन राइट द जाभास्क्रिप्ट कोड टु इनपुट अ नम्बर एउटा नम्बर राख्नु पऱ्यो र त्यो नम्बरको चाहिँ फ्याक्टोरियल खोज्नु पऱ्यो अरे फ्याक्टोरियल भने चाहिँ के हो त नि फ्याक्टोरियल भनेको कुनै पनि भ्याल्युको हामी लास्ट फाइनल भ्याल्युसम्म जान्छ फर इक्जाम्पल 5 फ्याक्टोरियल छ भने के छ 5 into 4 into 3 into 2 into 1 फाइनल भ्याल्यु भनेर 1 र 0सँग मल्टिप्लाई गरेर फेरि 0 0 हुन्छ र यसको एन्सर आउँछ 120 आई गेस है सो फ्याक्टोरियलको अर्थ के भन्दाखेरि डिसेन्टसम्म चाहिँ अब हामीले के गर्नु पऱ्यो डिस्प्ले गर्नु पऱ्यो के अरे सरी मल्टिप्लाई गर्नु पऱ्यो क्या ओके अब यहाँ एउटा कुरा क्र्याक गरौँ है त के कुरा क्र्याक गरौँ भने सपोज हामीले 5 नै भनेर त नम्बर पाउँदैन नि त जहिले जहिले त हामीलाई त अहिले त एन भन्ने नम्बर छ नि त यो एनको चाहिँ फ्याक्टोरियल खोज्नु छ नि त एनको फ्याक्टोरियल खोज्दाखेरि त अब एन इन्टु एन इन्टु एन इन्टु एन इन्टु एन गर्दै 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 कतिसम्म जानु पऱ्यो अहिले हामी इन्टु 1सम्म जानु पऱ्यो क्या यानि कि सिम्पल के बुझ्यो भन्दाखेरि 2को रहेछ भने 1 इन्टु 2 भयो या 2 इन्टु 1 भयो एउटै सिम्पल कुरा 3को रहेछ भने 3 इन्टु 1 भयो 3 इन्टु 2 इन्टु 1 भयो सरी 4को रहेछ भने 1 के अरे 4 इन्टु 3 इन्टु 2 इन्टु 1 त्यसलाई मैले ठ्याक्कै रिभर्स गरिदिएँ फर इक्जाम्पल ल जस्तै 5 फ्याक्टोरियल अघि हामीले के गरिरहेको थियो 5 इन्टु 4 इन्टु 3 इन्टु 2 इन्टु 1 गरेको थियो नि होइन यसलाई मैले यसरी नि त गर्न मिल्छ नि 1 इन्टु 2 इन्टु 3 इन्टु 4 इन्टु 5 पनि त गर्न मिल्यो 5 फ्याक्टोरियल भनेपछि त आखिर कुरा एउटै त हो अब यहाँ कुरा कहाँ आइदियो भने यसलाई मैले अर्कै वेमा गरिदिएँ क्या हामीले गर्ने डिसेन्डिङ वेमा लास्ट भ्याल्युसँग गर्थ्यो भने अब हामी एसेन्डिङ वेमा गर्छौँ अब यो एसेन्डिङ वेमा गर्दा नि मिल्ने रहेछ ओ अर्को कुरा के आयो भन्दाखेरि यो त नेचुरल नम्बर हो नि यो 1 2 3 4 भनेर त यिनीहरू त नेचुरल नम्बर हो नि त होइन हो नेचुरल नम्बर भने कति सजिलो भयो नि त अब हामी लुप युज गरिदिने क्या नेचुरल नम्बरलाई रिपिट गरिराख्नलाई ओके सुरुमा के भनेको छ भन्दाखेरि एउटा नम्बर राख भनेर चाहिँ त्यो नम्बर राखौँ भेरिएबल एन भनेर राखिदिउँ ल सपोज है त भेरिएबल एन भनेर राखिदियो अहिले सिम्पल है अब त्यो एन भन्ने नम्बर मागौँ माग्दाखेरि कसरी माग्थ्यो हामीले पर्स आइएनटी लेख्थ्यौँ होइन प्रम्प्ट दिन्थ्यो सो द्याट डायलग बक्स अपियर होस् अनि त्यो एन्टर द नम्बर गरेर चाहिँ हामी त्यो नम्बरलाई माग्ने काम गर्थ्यौँ सिम्पल है यति कुरा त बुझियो होला एकदमै सिम्पल भयो यो अब के गर्नु पऱ्यो यो एनको चाहिँ फ्याक्टोरियल खोज्नु पऱ्यो क्या एनको फ्याक्टोरियल खोज्दाखेरि एउटा फर लुप युज गरौँ किन यो लुप त युजै गर्नु पऱ्यो होइन एउटा भेरिएबल डिफाइन गरौँ भेरिएबलभित्र इनिसियल भ्यालु चाहिँ 1 दिउँ अब भेरिएबल डिफाइन गर्दाखेरि मैले आई भन्ने एउटा भेरिएबल डिफाइन गरिदिएँ अरे माथि कति भनेको छ छैन नि त माथि पनि भन्नु पऱ्यो मैले भेरिएबल युज गर्छु है भनेर तलतिर आई इक्वल टु 1 दिएँ मैले अनि आईलाई चाहिँ लाने कहाँसम्म त अब लाने चाहिँ कहाँसम्म त अघि जस्तै हामीले यहाँ 5 फ्याक्टोरियल खोज्दाखेरि हामीले यहाँ 5 फ्याक्टोरियल खोज्दाखेरि कहाँसम्म लग्यो हामीले 1 इन्टु 2 इन्टु 3 इन्टु 4 इन्टु 5सम्म लग्यो नि त 5 भनेको त अहिले हाम्रो लागि त एन हो नि त एनसम्मै लगौँ न र बाँकी सबै नम्बरहरू 5 भन्दा सानो हो कि होइन सानो सम्म लगिरहेको छ मतलब इक्वल टु र कहाँसम्म लानु पऱ्यो एनसम्म 5 हो होइन त एन भने त अहिले 5 हो एनसम्म लग्यो र कति स्टेपले बढाउने एक स्टेपले बढाइदिउँ नेचुरल नम्बर त एक स्टेपले बढ्ने हो नि त 1 देखि 2 को कमन डिफ्रेन्स के छ यो हरेक नम्बर बिच यहाँ 1 देखि 5 सम्म कमन डिफ्रेन्स के छ 1 1 को त डिफ्रेन्स छ नि सिम्पल एकदमै सिम्पल है केही गाह्रो नै छैन अब के गरौँ लुप युज गरेपछि अब चाहिँ फ्याक्टोरियल खोजौँ अब फ्याक्टोरियल भन्ने एउटा उयो नै लिउँ भेरिएबलै लिउँ जहाँनिर चाहिँ हामी फ्याक्टोरियललाई चाहिँ स्टोर गर्दै जान्छौँ मल्टिप्लाई इक्वल टु यो चाहिँ एउटा एसेसमेन्ट अपरेटर भयो होइन आई गरिदिउँ ल फर इक्जाम्पल र फ्याक्टोरियलको भ्याल्यु दिउँ यहाँनिर चाहिँ एफएससिटिओआरएलआई फ्याक्टोरियलको भ्याल्यु दिउँ 1 भनेर दिउँ अब हुन्छ चाहिँ के फर इक्जाम्पल यहाँनिर चाहिँ हाम्रो के छ अरे भन्दाखेरि फ्याक्टोरियलको भ्याल्यु 5 छ अरे अब फ्याक्टोरियलको भ्याल्यु 5 हुन साथै के भयो आईको भ्याल्युसँग रिप्लेस गरिदियो आईको भ्याल्यु 1 भयो हो ओके र यसको म एउटा ड्राइरन टेबल बनाएरै अहिले गरिदिन्छु है त हजुरहरूलाई सिम्पल एकदमै सिम्पल युज गरेर
ओके, मैले अहिले यहाँ एउटा ड्राई रन टेबल बनाउनको लागि कोसिस गरेँ होइन, जहाँनिर चाहिँ अब म के गरिदिन्छु भने एन भन्ने एउटा भ्याल्यु लिन्छु जसको चाहिँ जसको चाहिँ हामीले फ्याक्टोरियल खोज्दैछौँ, एन स्मल एन होइन, आई त्यसपछि अनि यहाँनिर फ्याक्टोरियल है त, एफएससिटिओआरआइएल फ्याक्टोरियल। ओके, एन भने चाहिँ हामी 5 राखौँ, 5 फ्याक्टोरियल खोज्ने कोसिस गरौँ न। आईको भ्याल्यु सुरुमा त 1 नै भयो। अब फ्याक्टोरियलको भ्याल्यु कति छ? फ्याक्टोरियलको भ्याल्यु सुरुमा हामीले डिफाइन गर्दैछौँ 1 भनेर डिफाइन गर्दैछौँ। अब यहाँ तलपट्टि आइसी के भनेको छ, यहाँ फर लुपमा आएपछि हामीले आईको भ्याल्यु दियो यहाँ 1 हो। अब यहाँ तलपट्टि त्यसको तलपट्टि के छ, लाइन नम्बर 13 मा हेर्नुहोस् त, फ्याक्टोरियल मल्टिप्लाई इक्वल्स टु आई छ, यानि कि फ्याक्टोरियलको भ्याल्यु 1 मल्टिप्लाई बाई आईको भ्याल्यु पनि 1, यसको एन्सर आएको त्यही त 1 होइन। अब यो लाइन नम्बर 14 को काम त के हो, रिपिट गरेर यहाँ फरमा पुऱ्याइदिने हो, रिपिट गर्ने यहाँ फर लुपमा फेरि पुऱ्याइदिने, एक एक स्टेपले बढो भनेर चाहिँ अहिले हामीलाई आई प्लस प्लस आईको भ्याल्यु हुनुभयो 2 इक्वल टु फ्याक्टोरियलको अहिलेको एक्जिस्टिङ भ्याल्यु कति थियो 1, यहाँ है माथि हामीले 1 खोज्यो नि, 1 मल्टिप्लाई आईको भ्याल्यु अहिले कति छ 2 इक्वल टु 2, सिम्पल, एकदमै सिम्पल होइन त। अब रिपिट हुन्छ फेरि आईको भ्याल्यु एक स्टेपले बढाउँ भनेर छ, आईको भ्याल्यु 3 हुनुभयो इक्वल टु अहिले फ्याक्टोरियलको भ्याल्यु 2 छ टाइम्स आईको भ्याल्यु 3 छ, एन्सर आयो 6, सजिलो। अब आईको भ्याल्यु 4 भयो, फ्याक्टोरियलको भ्याल्यु 6 छ टाइम्स 4 आईको भ्याल्यु होइन त, 6 4 जा 24 हो कि होइन। आईको भ्याल्यु 5 सम्म जान्छ किनकि एनसम्म लग भनेको छ नि त हामीलाई त, एनको भ्याल्यु कति छ भने 5 छ नि त, 5 सम्म त लानै पर्यो इक्वल टु अहिले फ्याक्टोरियलको भ्याल्यु 24 छ माथिको एक्जिस्टिङ भ्याल्यु अनुसार त, आईको भ्याल्यु 5 भयो, 24 इन्टु 5 भनेको 120 आयो एन्सर त, कति सिम्पल आउँदो रहेछ नि त 120 हो। यो 120 चाहिँ 5 को फ्याक्टोरियल भयो क्या, कति सिम्पल वेमा हामीले खोज्यो नि, किन एकदमै कम्प्लेक्सिटी क्रिएट गर्नु, एकदमै सिम्पल वेमा लुप युज गरिदिउँ होइन, लुपलाई रिभर्स गरिदियो हामीले, मतलब त्यो के अरे डिसेन्डिङ अर्डरमा जानुपर्नेलाई हामीले एसेन्डिङ अर्डरमा लगिदिउँ सो द्याट स्टेप इन्क्रिमेन्ट र डिक्रिमेन्टमा पनि सजिलो होस् भनेर, अनि त्यही वेमा हामीले फ्याक्टोरियल खोजिदिउँ। अब त्यसलाई प्रिन्ट गरिदिउँ, सिम्पल। अब त्यसलाई के गरिदिनु भने यहाँबाट प्रिन्ट गरिदिउँ है त, डकुमेन्ट डट राइट, अब यसको नि थोरै ल्याङ्ग्वेज लेखेर म बनाइदिन्छु है, फ्याक्टोरियल अफ प्लस एन, फ्याक्टोरियल अफ 5 इज भनौँ आओस् क्या, एन भनेको चाहिँ त्यो नम्बर हो नि त, इज भनेर आओस् न, प्लस फ्याक्टोरियलको भ्याल्यु, सिम्पल। यसलाई रन गरी हेरौँ है त, सेभ गरौँ अनि त्यसपछि एकछिन है त, ओके यसलाई रन गरी हेरौँ, इन्टर द नम्बर भनेर आयो, 5 नै दिउँ न त, ओके ओके यो 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 राइट द जाभास्क्रिप्ट कोड कहाँबाट आयो भनेर सोध्नुहुन्छ नि, यहाँ मैले क्वेसन माथि सारेकै छ क्या, काट्यौँ, यसलाई सेभ गरौँ र यहाँ आएर यसलाई फेरि रन गरौँ, फेरि 5 नै दिउँ, फ्याक्टोरियल अफ 5 इज 120, यो चाहिँ हामीले ल्याङ्ग्वेज लेखिदिएको मात्र, सिम्पल है, एकदमै सजिलो छ यो प्रोग्रामहरू, राम्रोसँग प्र्याक्टिस गर्नुभयो भने या अहिले नै एकछिन ध्यान दिनुभयो भने मजाले बुझिन्छ। ओके, यो फङ्सन युज गरेर कसरी गर्ने, फङ्सन युज गरेर सिम्पल, स्क्रिप्ट पछाडि फङ्सन लेखिदिनुहोस्, चेक लेखिदिने, हामी यो उयो के अरे ओपन ब्रेसेस ओपन खोलिदिन्छौँ, त्यसपछि अनि यहाँनिर प्यारेन्थेसिस अन प्यारेन्थेसिस क्लोज, अनि त्यसपछि फङ्सनको नाम लेख्ने, ब्रेसेसलाई क्लोज गरिदिने, टर्मिनेटरको युज गरेर, स्टेटमेन्ट टर्मिनेटरको युज गरेर, सिम्पल, सक्यो त फङ्सन युज गरेर स्वाप। यो के अरे सरी यो फङ्सन के अरे फ्याक्टोरियलवाला, यो यसपालि मेबी आम प्रिटी स्योर यसपालि यही क्वेसन आउँछ होला ल, यो क्वेसन नै आउँछ कि जस्तो लागिरहेछ मलाई चाहिँ, एकदम ध्यान दिएर बुझेर पढेर जानु होला है त। ओके, अर्को एउटा इम्पोर्टेन्ट क्वेसन छ क्या, लिस्टबाट यानि कि एलिमेन्ट्स एरे भन्ने हुन्छ नि, हामीले एरे भनेर पढायो नि, वाट इज एन एरे, एरे भनेर के पढ्यो हामीले, एरे इज द कलेक्सन अफ सेम डेटा टाइप under a defined variable and the VARIABLE, एरे भनेको के हो, कलेक्सन अफ सेम डेटा टाइप अन्डर अ डिफाइन्ड भेरिएबल। फर इक्जाम्पल हामीलाई फ्रुट्स लेख्नु चाहिँ पहिला हामी के गर्थ्यौँ, एउटामा एप्पल लेखिदिन्थ्यौँ होइन, अर्कोमा बनाना लेखिदिन्थ्यौँ, अब यसले के गर्यो इच एन्ड एभ्री हामीले जे लेख्दै जान्छौँ त्यसले उयो क्याप्चर गर्थ्यो क्या, मेमोरी स्पेस अझै खाँदै गयो क्या। छुट्टै छुट्टै सेक्सन बनाउनको सट्टा हामीले के गर्थ्यौँ त नि, एकै ठाउँमा राखिदियो, मानौ मैले फ्रुट्स लेखिदिएँ अरे, सरी फ्रुट्स लेखिदिएँ अरे, फ्रुट्सभित्र त मैले एप्पल, यो डबल कोटेसन मार्कभित्र राख्नु पऱ्यो ल, एप्पल बनाना गर्दै अगेर बगेर सबै गरिदियो अरे क्या। सो सिम्पल, एरे भनेको कलेक्सन अफ सेम डेटा है, एकदम सजिलो छ त। ओके, एउटा क्वेसन छ क्या,
write the JavaScript code to display the smallest and largest number element भन्दा नि भयो among any 10 given elements of an array. एरेबाट दिएको कुनै 10 वटा एलिमेन्टबाट चाहिँ स्मलेस्ट र लार्जेस्ट खोज्नु पर्यो. वान अफ द इम्पोर्टेन्ट प्रोग्राम हो यो चाहिँ. सोध्न सक्ने चान्स कति छ छैन त्यो चाहिँ थाहा छैन, तर एकचोटि चाहिँ सोधेको छ जस्तो लाग्यो मलाई यो क्वेसन है. मोस्ट इम्पोर्टेन्ट चाहिँ भन्दिनँ म, तर इनकेस गाजा खाएर बनाएको क्वेसन रहेछ भने त फेरि यस्तो क्वेसन पनि आइदिइरहेको हुन्छ कि. सो यहाँनिर बेला अलिकति भरै नगर होइन, अर्का क्वेसन किन भन्नु गर्नु. हामीलाई के भनेको छ, स्मलेस्ट र लार्जेस्ट एरे भनेको छ. लु प्रोग्रामको नाम एरे हानिदिउँ, कसले के गर्न सक्छ. लु प्रोग्रामको नाम राख्दै हामीले एरे, केही फरक पर्दैन नि. मैले अघि पनि भनेको थिएँ प्रोग्रामको नाम हामीले जे राख्दा नि भयो. अब हामीले काम गर्छौँ स्क्रिप्टमा होइन, स्क्रिप्टलाई चाहिँ इन्क्लुज गरेर हामीले काम गर्छौँ. ओके, अब सुरुमा त हामी के गरौँ भने एरे डिफाइन गऱ्यौँ. एरेलाई मैले मानौँ ए भित्र राखिदिएँ अरे, यसलाई अलिकति सिम्पल भनौँ नम्बरभित्र राखिदिएँ अरे है. नम्बरभित्र राखिदिएँ मैले नम्बरभित्र के दिएँ 10 20 फर इक्जाम्पल 20 हो, 32 43 56 78 89 97 99 जति दिँदा नि भयो. यो मेरो मनमर्जीले दिएँ. अब जति पनि दिएको नम्बरहरू छ यो सबै नम्बरहरू कस्तो खालको नम्बर हो त, यो त भेराएबल हो नि त होइन, यिनीहरू त भेराएबल हो नि त हो. अब यो भेराएबल दिएको यो नम्बर जुन हामीले भर्खरै डिफाइन गरेर एलिमेन्ट्सहरू छ नि, यो भर्खरैको दिएको एलिमेन्ट्सहरूबाट चाहिँ लार्जेस्ट र स्मलेस्ट खोज्नु पऱ्यो क्या. अब खोज्ने चाहिँ कसरी त नि, एउटा फङ्सन छ. जस्तै मैले लार्जेस्ट भन्ने खोज्नु छ अरे होइन, लार्जेस्ट भन्ने खोज्नु छ भने अब एउटा फङ्सन छ क्या यो हाम्रो उयसभित्र चाहिँ जाभास्क्रिप्टभित्र चाहिँ, जुन चाहिँ म्याथ डट म्याक्स भन्ने एउटा फङ्सन छ. यसले चाहिँ के गर्छ भन्दाखेरि म्याक्सिमम भ्यालु निकाल्छ, म्याथमेटिकल्ली म्याक्सिमम भ्यालु निकाल्छ. के को भ्यालु निकाल्ने त, एरेको. कुन चाहिँ एरे, नम्बर्स भन्ने एरेको भ्यालु निकाल्नु पऱ्यो. अब स्मलेस्ट खोज्नु छ भने के गरिदिने, अब स्मलेस्ट खोज्नु छ म्याथ डट मिनिमम भन्ने छ एउटा फङ्सन, जसले चाहिँ के गर्छ मिनिमम भ्यालु निकाल्ने काम गर्छ. कुनबाट, नम्बरहरूबाट. यानि कि हाम्रो अहिले एरे त नम्बर भन्ने भित्र छ नि त होइन. अब यसलाई प्रिन्ट गरिदिउँ, 5 लाइनमा एन्सर आइरहेछ, 5 लाइनको 5 मार्क्स आउँछ हो. अनि तपाईँहरू त्यत्तिकै जङ्गा छ ल, यसले पढा बुझेन त्यसले पढा बुझेन भन्दै जाभास्क्रिप्टले छोडेको छ. यति सजिलो, आहा तिमीले र 5 मार्क्स आउँछ यसको त. लार्जेस्ट प्लस यसलाई म एउटा उयसभित्र राख्दिनँ ल, एउटा नयाँ लाइनमा प्रिन्ट गर्नलाई मैले बिआर पनि युज गरेँ ल. बिआर गर्छ के हो, ब्रेक, सिम्पल लाइन ब्रेक भन्न खोजेँ हो नि त. डकुमेन्ट डट राइट, अब स्मलेस्टलाई प्रिन्ट गरौँ, स्मलेस्ट नम्बर प्लस ओ यस्तो ब्लन्डर मिस्टेक चाहिँ गर्नु भएन है, यस्तो हावादारको मिस्टेक चाहिँ. ल सक्यो त नि. के गर्यो, भेरिएबल के अरे यो एरे डिफाइन गर्यो, त्यसमा हामीले फङ्सन युज गरेर म्याथ डट म्याक्स भन्ने नम्बर भन्ने एरेबाट चाहिँ म्याक्सिमम भ्यालु निकाल्नु पऱ्यो, अनि म्याथ डट मिनबाट चाहिँ नम्बर भन्ने भ्यालुबाट मिनिमम भ्यालु निकालिदिन्छ. त्यो दुइटालाई प्रिन्ट गरिदिने. सेभ गरेर हेरौँ, सेभ गरौँ. ओके, अब यसलाई रन गरेर हेरौँ है त्यो काम गर्छ कि गर्दैन. मैले यहाँको क्वेसन हटाइदिएँ है, यो काम गर्छ कि गर्दैन जस्ट चेक गरौँ त्यसलाई. ओके, यहाँ के आयो, लार्जेस्ट नम्बर चाहिँ 99 आयो दिएको एरेमध्ये, अनि स्मलेस्ट नम्बर चाहिँ 10 आयो क्या. हामीले दिएको एरे त्यही नै थियो नि त, लार्जेस्ट चाहिँ 99 थियो, स्मलेस्ट चाहिँ 10 थियो. अब फङ्सन कसरी राख्ने छ, सेम फङ्सन लेखिदिने होइन. फङ्सनको नाम लेखिदिउँ चेक ओपन ब्रेसेस, त्यसपछि हामीले आयो यो के अरे कर्ली ब्रेसेस ओपन गऱ्यो, अनि कर्ली ब्रेसेसलाई फेरि क्लोज, अनि फेरि फङ्सनलाई क्लोज गरिदिने विथ द हेल्प अफ स्टेटमेन्ट टर्मिनेटर. सिम्पल, कति सजिलो छ, सकेन त. ओके, अब यो पछाडि एउटा लास्ट प्रोग्राम छ. त्यो प्रोग्राम चाहिँ अबाउट मल्टिप्लिकेसन टेबल, कुनै पनि नम्बरको एउटा मल्टिप्लिकेसन टेबल कसरी खोज्ने त नि, त्यो गरौँ है त. अब ओके ल, सो अब हामी लास्ट क्वेसन गर्छौँ होइन. द लास्ट क्वेसन इज अबाउट यो मल्टिप्लिकेसन टेबल अफ अ नम्बर. हामीले मल्टिप्लिकेसन टेबल कसरी गर्थ्यो पहिला मल्टिप्लिकेसन टेबल कसरी गर्थ्यो भने डिलिट गरौँ होइन, कसरी गर्थ्यो,
5 into 1 equal to 5 होइन त्यसो के गर्थ्यो 5 into 2 equal to 10 हो कि होइन यसरी गर्थ्यो नि 5 into 3 equal to 15 गर्दै 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 कहाँसम्म आउँथ्यो हामी लास्टमा आउँथ्यो 5 into 10 equal to 50 सम्म आउँथ्यो नि अब एउटा कुरा यहाँ क्र्याक गर्न खोज्नु है त यहाँनिर यस्तो सजिलो छ नि यसलाई क्र्याक गर्नलाई यति सजिलो छ यसलाई क्र्याक गर्न के छ भने यो 1 2 3 4 5 6 7 8 9 10 यिनीहरू त नेचुरल नम्बर हो नि त अघि हामीले फ्याक्टोरियलमा जसरी नै नेचुरल नम्बरलाई के गर्न मिल्यो युज गर्न मिल्यो लुपिङ फङ्सन युज गरेर होइन लुपिङ स्टेटमेन्ट युज गरेर सरी लट लुपिङ फङ्सन अनि अगाडिको यो 555 त के हो यो 555 भनेको त सबै एन हो नि त एउटा दिने नम्बर हो नि त युजरलाई त्यो नम्बर मागेको अनि त्यही नम्बर त हामीले दिएको हो नि अनि यो पछाडि जति पनि नम्बर आउँछ यो नम्बर त के हो यो नम्बर भनेको त एन टाइम्स आई हो कि होइन यदि आई चाहिँ नेचुरल नम्बर हो एन चाहिँ यो युजरले राखेको नम्बर हो भन्दा यो 5 भनेको त के हो एन टाइम्स आई होइन त 5 into 1 सिम्पल कति सिम्पल रहेछ नि होइन त ओके ल यो क्वेसन गर्नतिर जाउँ है त अब सुरुमा त हामीलाई एउटा नम्बर राख भनेर चाहिँ हामीले त्यो नम्बर राखौँ है हो त्यो नम्बर राख्ने कसरी फेरि त्यही सेम सिस्टम के सबैमा सेम फरकै केहीमा नै हुँदैन नम्बर माग्दाखेरि त नि एन्टर द नम्बर सिम्पल होइन त अनि हामीले यहाँ क्लोज गऱ्यो क्लोज गरेपछि अब के गर्थ्यौँ भन्दाखेरि फर लुप युज गरौँ ल फर्स्ट उयो नेचुरल नम्बर युज गरेर फर्स्ट नेचुरल नम्बर कसरी युज गर्ने लेट्स चाहिँ मैले आई पनि अर्को एउटा भेरिएबल डिफाइन गरिदिएँ होइन 1 देखि जानु पऱ्यो कहिलेसम्म जानु पऱ्यो हामी आई सुड बी लेस देन अर इक्वल टु 10 सम्म होइन त 10 पोजिसनसम्म जाने हो नि त 5 into 10 equals to 50 सम्म जाओस् न त नि अनि आई प्लस प्लस गरिदियो त्यसलाई एकदमै इजी र सिम्पल अब हरेकलाई प्रिन्ट गर्ने हो त्यही भएर डाइरेक्टली डकुमेन्ट डट राइट लेख्दा भयो किनकि एच एन्ड एभ्री कुरालाई प्रिन्ट गर्दै गर्दै जाने हो 5 इन्टु पनि बनाउँ न त इन्टु 1 भने के भित्र छ आई भित्र छ अब इक्वल टु पनि दिउँ प्लस डबल कोटेसन मार्क भित्र इक्वल टु लेख्थ्यौँ होइन प्लस के गरिदिउँ यहाँनिर एन इन्टु वाइ बनाइदिउँ एन टाइम्स आई यही हो नि त यो एन भनेको 5 इन्टु आई भनेको 1 इक्वल्स टु एन इन्टु आई भनेको 5 प्लस के गरिदिउँ हरेक उयोलाई चाहिँ भ्यालुलाई चाहिँ हामी नयाँ नयाँ लाइनमा प्रिन्ट गरिदिन्छौँ त्यसको लागि के गर्नु पऱ्यो बिआर युज गर्नु पऱ्यो सक्यो त प्रोग्रामै यति हो कति सिम्पल छ सेभ गरेर हेरौँ है त्यसलाई सेभ एकछिन न त यो क्वेसनलाई काटिदिउँ यसलाई सेभ गरौँ अनि यसलाई रन गरी हेरौँ है त एकदमै गर्ने एन्टर द नम्बर भनेर यसलाई 5 राखौँ न आयो नि त 5 into 10 5 into 20 5 into 5 into 3 15 5 into 4 20 5 5 to 25 5 6 to 30 यसरी त आउने हो नि सक्यो त सिम्पल छ नि यो त ओके ल यसलाई अब के गरौँ भने फङ्सन युज गरौँ यसमा फङ्सन युज गर्दा के गर्ने फङ्सन लेखिदिने होइन अनि चेक नै लेखिदिउँ नाम त जे हेरिँदाको फङ्सनको नाम त प्यारेन्थेसिसभित्र राखिदिउँ यसलाई हो अनि यता आएर यसलाई फेरि अर्को प्यारेन्थेसिस क्लोज गरिदिउँ अनि फङ्सनलाई पनि क्लोज गरिदिउँ ओके ल त्यो भयो टोटलमा आई गेस हामीले 6वटा प्रोग्राम गऱ्यो होला 12वटा प्रोग्राम हो एक्चुअली चाहिँ विथ फङ्सन र विथआउट फङ्सन गरेर यो 12वटा मध्ये एउटा 101% स्योर आउँछ अब फेरि त्यो नेचुरल नम्बर या सम अफ नेचुरल नम्बरहरू चाहिँ यो यसभित्र नै पर्ने भएर मैले त्यसलाई डिटेलमा जान खोजिनँ होइन यति नै हो यसबाट हजुरहरूले केही न केही हेल्प त पाउनुहुन्छ होला फर यर एक्जामिनेसन एकदमै इम्पोर्टेन्ट प्रोग्रामहरू अहिले हामीले सल्भ गरेको छौँ केही रहेछ भने यु क्यान लिभ कमेन्ट इन द कमेन्ट सेक्सन बाँकी म त्यसमा नै हजुरहरूलाई केही न केही थ्रुबाट पिडिएफको थ्रुबाट या केही नयाँ भिडियोकै थ्रुबाट सर्ट्सहरूको थ्रुबाट म बुझाउने कोसिस गरौँ ल ओके द्याट्स अल फर टुडे आजलाई यतिमै क्लोज गरौँ थ्याङ्क यू फर वाचिङ टिल दि एन्ड स्टे सेफ स्टे ह्याप्पी एन्ड बेस्ट अफ लक फर यर एक्जामिनेसन हरे कृष्ण एभ्रिवान